आदरणीय दर्शकबिन नमस्ते सेवारु म यहाँहरुकै साथी जनम लिम्बू फेरि पनि एउटा छोटो भिडियो लिएर उपस्थित भइसकेको छु। अहिले चाहिँ भने हामी शङ्खसभाको सबखरी गाउँपालिकादेखि इटरी नगरपालिका कति हो इटरी सुन्दर हलैचा नगरपालिका 6 मा आएको छौं। विगत हामीले चाहिँ 3 हप्ता अगाडि यो बिरामी भीमबहादुर लिम्बूको लागि उपचार सहयोग रकम जुटाउनको लागि विशेष गरी पहल सञ्चालन गर्नुहुने ननिस भत्तिस हुनुहुन्छ। उहाँको नेतृत्वमा हामीले एउटा छोटो स्टेटस लेखेर चाहिँ देश विदेशमा रहनुहुने सम्पूर्ण आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हामीले उहाँलाई चाहिँ बचाउनु पर्छ है, उहाँ एकदमै आर्थिक पीडित र समस्यामा हुनुहुन्छ भनेर चाहिँ हामीले एउटा नेतृत्व गरेर पहल गरेछौँ। र त्यो पहलमा चाहिँ स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण हाम्रो सबखरी गाउँपालिका वासी र वडावासी स्वदेश तथा विदेशमा रहनुहुने र छिमेकी जिल्लामा रहनुहुने धेरैजना श्रोता साथीभाइ दाजुभाइ दिदी बहिनीहरू र सहयोगी मनको एउटा एकदमै धनी उहाँहरूले एकदमै राम्रो सहयोग दिनुभएको छ र त्यो सहयोग पुर्याउनको लागि चाहिँ हामी आज हाम्रै निजी निवास सबखरी गाउँपालिकादेखि जिल्लाको सदरमुकाम खातबारी हुँदै खातबारीदेखि हिले डन्कुटा हैन अनि धरान हुँदै इटरीको पनि सुन्दर हलैचा नगरपालिकामा आइसकेको छौँ। सुन्दर हलैचा नगरपालिका मोरङ चाहिँ पर्ने छ हैन, योमा आइसकेको छौँ। र आज हामी लगायत र हामीले चाहिँ यो पैसा बुझाउँदै गर्दा हाम्रै यसै सबखरी गाउँपालिकाको प्रमुख अध्यक्ष श्री भीमबहादुर लिम्बूज्यू मेरो आदरणीय भेना श्री हुनुहुन्छ, उहाँलाई पनि साथमै लिएर आएको छु। र त्यसै गरेर हाम्रै वडाध्यक्ष श्री सुकराज लिम्बूज्यूलाई पनि लिएर आएको छु। किनभने यो मान्छेको एकाउन्टमा त पैसा गयो, तर त्यो पैसा चाहिँ कता लाग्यो होला भन्ने एउटा पब्लिकको धेरै मनमा चाहिँ खुल्दुली भइराखेको हुँदो रहेछ। यो चाहिँ मैले लगभग 100 वटा भन्दा धेरै अभियान चलाइसकेको छु र यसरी चाहिँ भिडियो नबनाइदिँदाखेरि चाहिँ केही न केही चाहिँ जिज्ञासा मनमा चाहिँ सहयोगी दाताहरूको कसैमा कसै चाहिँ केही परिराखेको हुँदा चाहिँ उहाँहरूको साथबाट नै यो रकम चाहिँ मैले बुझाउँदैछु। र बिरामी भीमबहादुर लिम्बू उहाँ नै हुनुहुन्छ र एकदमै ठुलो रकम उठेको छ। जस उहाँलाई चाहिँ आन्द्रामा अल्सर भएर पनि 50% क्यान्सर भएको थियो। जस सुरुमै हामीले उहाँलाई मेडिकल उहाँ आउनुभएको कारणले उहाँको जस उपचार सक्सेस राम्रो हुने भएको खबरले हामी सबैजना खुसी छौँ। र यो पैसा कति चाहिँ आएछ भन्दा म स्पष्ट गरिहाल्छु। त्यहाँदेखि म तपाईँहरूलाई हाम्रो पालिका अध्यक्षज्यूलाई पनि केही बोल्नुहुनेछ उहाँले पनि। मेरो एकाउन्टमा चाहिँ टोटल्ली 3,83,000 आएको थियो भने र बाँकी कति 84,000 कति चाहिँ घरमै डाइरेक्ट खातामा के भएको थियो। जम्मा जम्मी टोटल्ली 4,73,914 रुपियाँ पैसा उठेको छ। र यो पैसा पनि उहाँलाई आज हामी हस्तान्तरण गर्दैछौँ। र यसै बिचमा अब हामीले उहाँलाई ल्याइसकेपछि हाम्रो केही भनाइहरू अब आजको यात्रा जस यो परिस्थिति यो यस्तो बजदुत एउटा हरेक आन्दोलन भइरहेछ हाम्रो नेपालमा हैन। यो बजदुतलाई एउटा समयलाई एउटा आफ्नो गाउँठाउँको मान्छे भनेर उहाँ आउनु भएको छ अध्यक्षज्यू हैन, 2 जना अध्यक्षज्यू उहाँले चाहिँ आफ्नो केही भनाइहरू राखिदिनुको लागि हाम्रो पालिका अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। विशेष गरेर हाम्रो जनम भाइलाई म धन्यवाद दिन चाहन्छु। आज हामी सभापोखरी गाउँपालिकाबाट मोरङको सुन्दर हलैचा नगरपालिका वार्ड नम्बर 6 मा चाहिँ हामी आइरहेका छौँ। हाम्रो बिरामी सभापोखरी वार्ड नम्बर 4 बस्नुहुने भीमबहादुर थोप्रा लिम्बू चाहिँ जो बिरामी अवस्थामा हुनुहुन्छ, उहाँको चाहिँ आन्द्राको अल्सर हुँदै क्यान्सर को चाहिँ पहिलो स्टेज भइसकेको हामी सबैले जानकारी पाएका थियौँ।
त्यसै अनुसार हामीले चाहिँ यो सहयोग रकम चाहिँ विशेष गरेर हाम्रो जन्म फाबेन लिम्बू भाइको चाहिँ आफ्नो निजी पेजबाट चाहिँ यो सहयोगको लागि चाहिँ उहाँले आह्वान गर्नुभएको थियो। यसै अनुरूप उहाँले चाहिँ अघि नै वाचन गरिसक्नु भएको छ। जम्मा रकम चाहिँ 4,73,914 रुपियाँ पैसा चाहिँ जम्मा गर्नुभएको रहेछ। यो पैसा चाहिँ आज हामीलाई लिएर उहाँले आउनु अथवा हामी जनप्रतिनिधि अब पालिका अध्यक्ष म आफै छु, सम्बन्धित वडाको हाम्रो सुकराज सिन्हा भाइ पनि सँगै आउनु भएको छ। उहाँले चाहिँ अब हामीलाई आग्रह गर्नुभयो, अब मैले यति पैसा कलेक्सन गरेँ, यो पैसा चाहिँ म एक्लैले दिँदै गर्दाखेरि भोलि सहयोगी दाताहरूले चाहिँ प्रश्न, उहाँहरूको मनमा प्रश्न उठ्नसक्छ। तपाईँ जनप्रतिनिधिहरूलाई म चाहिँ साँचीको रूपमा चाहिँ लगेर बुझाउँछु भन्ने उहाँको चाहिँ आग्रहलाई हामीले चाहिँ स्वीकारेर हामी सँगै आएका छौँ। अब म के भन्न चाहन्छु भने तपाईँ देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, तपाईँ जो यो सहयोगी मन भीमबहादुर लिम्बूको चाहिँ प्राण बचाउनको लागि तपाईँहरूले चाहिँ आफूले 10 दिन नौरा खियाएर चाहिँ जो आफ्नो पसिना बगाएर प्राप्त गर्नुभएको रकम एउटा सहयोग गर्नुभएको छ। तपाईँ सहयोगी सम्पूर्ण सहयोगी दाताहरूलाई पनि तपाईँहरूको चाहिँ आउँदा दिनहरूमा पनि यस्तो सहयोगी मन अझ बढेर जाओस्, भगवान्ले तपाईँहरूलाई साथ दियोस्, भगवान्को कृपाले तपाईँहरूलाई सधैँ यसरी सहयोग गर्नु पुगोस् र प्राप्त भएको यो जो धेरै सहयोगी दाताहरूले प्राप्त दिनुभएको रकम उहाँलाई आज हस्तान्तरण हुँदैछ। उहाँलाई पनि थप स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण सहयोगी मनहरूलाई पुनः धन्यवाद दिँदै विशेष गरेर चाहिँ म जन्म फाबेन लिम्बू भाइलाई चाहिँ यस्तो कार्यहरू चाहिँ यो अगाडि पनि धेरै चाहिँ यस्तो कामहरू गर्नुभएको छ। उहाँले चाहिँ धेरै यस्तो बिरामीहरूको लागि चाहिँ उहाँको अभियानबाट चाहिँ धेरै रकमहरू जुटेको छ। त्यसले चाहिँ धेरै बिरामीहरू निको पनि भएको छ। अब कोही कतिपय बिरामीहरू चाहिँ अब उपचार हुन सकेन। अब जे भए पनि हाम्रो सभापोखरी गाउँपालिकाको एउटा नमुना हाम्रो जन्म भाइ विशेष अब फेरि पनि उहाँको चाहिँ यो सहयोगी मन अथवा यो उहाँको अभियान चाहिँ आउँदा दिनहरूमा पनि एकदम रेगुलर रहोस्, उहाँलाई सबैले साथ सहयोग दिउँ, उहाँको यो सहयोगी मन एकदम बढेर जाओस्, भगवान्ले कृपा गरोस् भन्ने म सम्पूर्णलाई जानकारी गराउँछु। धन्यवाद। ल धन्यवाद। यसै गरेर चाहिँ अब हाम्रो पालिका अध्यक्षले पनि केही भनाइहरू राखिसक्नु भएको छ र विशेष गरी यो अभियानमा चाहिँ र आज हाम्रो साथमा अनि यस भाइ होइन उहाँ पनि आउनु भएको छ र विशेष गरी म मात्रै नभएर मलेसियादेखि सागर दाई हुनुहुन्थ्यो अनि जय दाई अनि अमेरिकाबाट उहाँ हाम्रो भतिजको आफन्त हुनुहुन्थ्यो डम्बरबहादुर। यो एकजनाले मात्रै भएको होइन, यो सबैजनाको एउटा अभियानले चाहिँ उहाँलाई बचाउनु पर्छ है भन्ने एउटा सबैको मानस है, एउटा मानसिक एउटा मन मिलेको हुनाले उहाँलाई पनि एउटा राम्रो खर्च जुटेको छ। यो भन्दा खुसीको कुरा केही नै छैन र सबै सहयोगी मनहरूलाई म एकदम विशेष धन्यवाद दिँदै हाम्रो वडा अध्यक्षज्यू, सम्बन्धित वडाको वडा अध्यक्षज्यूलाई पनि केही शब्द बोलिदिनुहुन्छ होला भन्ने एउटा आशा साथ म अनुरोध गर्न चाहन्छु। यहाँहरू सम्पूर्णमा नमस्कार। म सुकराज लिम्बू र विशेष गरेर आज यो हामी सभादेखि त्यस शुद्ध राइचा नगरपालिका मोरङ वडा नम्बर 4मा 6मा चाहिँ आज हामी आएका छौँ र विशेष गरेर मेरो आदरणीय दाइ मेरै सम्बन्धित वडाका भीमबहादुर लिम्बू बचाउँ अभियान चाहिँ यो सामाजिक सञ्जालमा विशेष गरेर हाम्रो जन्म फाबेन लिम्बूले चाहिँ यो सहयोग सङ्कलनको लागि चाहिँ उहाँले सामाजिक सञ्जालमा अभियान गर्नुभएको थियो र सहयोग उहाँको सञ्जाल माध्यमबाट चाहिँ उहाँलाई
उपचारको लागि चाहिँ आर्थिक जुटाउनु भएको थियो र आज हामी यहाँ आएको छौँ र विशेष गरेर उहाँलाई म धन्यवाद दिन चाहन्छु जनम लिम्बूलाई। र अब बिचमै अब कुरा अब हाम्रो अलिकति भिडियो लामो हुने भयो, उहाँले पनि केही बोलिसक्नु भएको छ र हाम्रो उता सबौली गाउँपालिकामै बसोबास गर्नुहुने अहिले चाहिँ सुन्दर हरैचा नगरपालिका 6 मा आउनु भएको छ र पहिले जनहित आदि को नोक्लुङको शिक्षकमा कार्यरत हुनुहुन्थ्यो। उहाँलाई पनि केही शब्द भनिदिनु हुन अनुरोध गर्दै यो भिडियोको अब अन्तिम हुन लागेको छ है त। धन्यवाद सर्वप्रथम अध्यक्षज्यू अनि यो कार्यक्रमलाई अगुवा नेतृत्व दिने हाम्रो जनम भाइ, हाम्रो सम्बन्धित 4 नम्बर वडाका वडाध्यक्षज्यू लगायतको यो अभियानमा तपाईँले लगेर पुनर्जन्म फेरि हाम्रो भीमबहादुर भाइलाई प्रदान गर्ने अवसर, मौका र आर्थिक सहयोगको लागि तपाईँहरू चौतर्फी रूपबाट एउटा सामाजिक सञ्जाल लगायतको देश विदेशमा रहने दाजुभाइहरूसँग सहयोगी हातेमालो गरेर आएर यो भाइको पुनर्जन्म गरिदिनु भएकोमा हाम्रो अध्यक्षज्यू सहपहरी गाउँपालिका अध्यक्षज्यू भीमबहादुरज्यूलाई पनि मेरो तर्फबाट र धन्यवाद र हाम्रो जनम भाइलाई धन्यवाद, हाम्रो वडाध्यक्षज्यूलाई धन्यवाद र उहाँदेखि आएर उठिएका रकमहरूको औपचारिकता प्रदान गर्ने क्रममा तपाईँहरू यो ठाउँमा आएर यो सुन्दर हरैचा नगरपालिका वार्ड नम्बर 6 मोरङमा आएर तपाईँहरूले यो खुल्ला रूपबाट खुल्ला आत्माबाट उहाँ यो सबैलाई सुन्ने गरेको अवसर जुन प्रदान गर्नुभयो, यहाँलाई मुरी धन्यवाद र आगामी दिनमा नि यस्ता हाम्रा आपद विपद परेका बिरामीहरू निम्नवर्गीयहरूलाई यस्तै गरेर सहयोग गरिदिन हुन समेत म हार्दिक अनुरोध गर्दै मेरो भनाइलाई यही अन्त्य गर्छु। धन्यवाद है। धन्यवाद। र आजको हाम्रो यो यस छोटो भिडियोलाई क्यामेराम्यानमा साथ दिनुभएको छ एकदमै युवा समाजसेवी मेरो प्यारो भतिज सुजन चामलिङ राई, उहाँलाई पनि विशेष धन्यवाद। र अब अलि नजिक ल्याउनु क्यामेरा होइन। अब जाँदै अब हाम्रो भिडियोको अन्तिम पनि भयो। हाम्रो भीमबहादुर लिम्बू बिरामी हुनुहुन्छ, उहाँ धेरैजना विदेश अथवा स्वदेश नेपाल अथवा विदेशदेखि जुनसुकै देश विश्वको जुनसुकै ठाउँदेखि उहाँ हजुरलाई सहयोग आएको छ र त्यो सहयोगी दाताहरूलाई होइन सहयोग गर्नु भएको छ नि त जसले तपाईँलाई, उहाँलाई चाहिँ तपाईँले के भन्नुहुन्छ? यस्तै हो अब किनभने यहाँ सबै अब गाउँको साथीहरू सबै एकजुट भएर यसरी मेरो लागि बचाउनु भयो। अब विदेश अब हामी कहाँबाट आउनुभयो होइन। अब यताको साथीहरूले उनीहरूले मुरी धन्यवाद होइन मलाई, किनभने अब म पल्लो छेउ पुगिसकेको मान्छे, मलाई उठायो मान्छे पार्यो, म यसरी उठेर आउँछु भनेर चाहिँ मेरो घरमा मैले चिताएको थिइनँ। र पनि अब सबै साथीहरूले एकजुट भएर गाउँको जनप्रतिनिधिहरू आफ्नो छिमेकी साथीहरू सबै अब यसरी सञ्चालन गरिदिनु भयो, राम्रो मलाई मान्छे पार्नुभयो। म धेरै धन्यवाद। ल जेस एकदमै खुसी लाग्यो, उहाँ पनि बोल्न सक्ने हुनु भएको छ होइन। यो उहाँको यस्तो भाषा अहिले एकदम निको भइसकेको छ होइन। जेस निको हुँदैछ, उहाँको ड्रेसिङ दैनिक रूपमा दिनै ड्रेसिङ गर्नुहुन्छ कि हप्तामा गर्नुहुन्छ अहिले? अब यहाँ चाहिँ अहिले नफै गर्छु जेस अब यो हप्तामा आएको छ र उहाँको भित्र चाहिँ त्यो लबरको पाइप जोडेको छ होइन। जेस मान्छेले कसैले भन्यो क्यान्सर भएको होइन रे त भन्ने पनि भयो, तर वास्तविक मान्छेले किनभने क्यान्सरको उत्पत्ति सुरु भएको थियो जेस उहाँको सुरुमै उपचार भएकोले सक्सेस भयो। एकदमै खुसी हामी सबैजना। र यो सहयोग उठेको रकम चाहिँ अब हाम्रो पालिका अध्यक्ष श्री भीमबहादुर लिम्बूजी हुनुहुन्छ, वडा अध्यक्ष सुब्रास लिम्बूजी हुनुहुन्छ, त्यसै गरेर हाम्रो मेरो ज्येष्ठ अभिभावक सूर्य सर हुनुहुन्छ, उहाँहरूको र युएस भाइको समग्र रूपमा चाहिँ हस्तान्तरण गरिदिनुको लागि अनुरोध गर्दै आजको भिडियो यहीँ इन्डिङ गर्न चाहन्छु। सबैलाई नमस्ते। मबाट केही भुलचुक भएमा सबैलाई माफी चाहन्छु। हस्त नमस्ते सेवाहरू साथ अब हामी उहाँलाई रकम हस्तान्तरणमा लाग्यौँ है त। त्यसलाई नै फोटो सबैले सुन्नु न 87,000 अगाडि प्राप्त गर्दा ल यहाँलाई 7 लाखको काम छ है।